हेलो साथीहरु सम्पूर्णमा नमस्कार र आज पनि एउटा सानो च्यालेन्ज लिएर आइसकेको छु। कटहर र भात लिएर आइसकेको छु। हजुरहरुको भाषामा के भन्छ मलाई थाहा भएन, तर हाम्रो भाषामा कटहर नै भन्ने गरिन्छ। र थोरै कटहरको टेस्ट चाखौँ मलाई, हजुरहरुले हेर्न सक्नुहुन्छ। म टेस्ट गर्न चाहदै छु कटहर कस्तो बनिन्छ। सो दामी ब्युटिफुल। आजको तरकारी दामीलाई चाहिँ 1 घण्टा लाएर पकाएको तरकारी र भात पनि टेस्ट गरौँ त रसँग। यो पनि राम्रो रहेछ। हजुरलाई चाहिँ एउटा कुरा थाहा भइसक्यो होला, म तरकारी भन्दा पनि धेरै भात खाने गर्छु क्या। हो कि न भन्नुस् त, कमेन्ट गर्नु होला है त साथीहरु। मेरो अर्को भिडियोमा जसले मेरो अर्को भिडियो हेर्नु भएको छ यो भिडियोलाई पनि हेरिदिनु होला, किनभने म धेरै भात खान्छु कि तरकारी खान्छु कि रस खान्छु। म धेरै भात छोए पनि म तरकारी चाहिँ सबै खान्छु है त साथीहरु। रस चाहिँ हुन्छ नि त उसमा। र च्यानलमा नयाँ हुन्छ भने हजुरले चाहिँ फेरि भन्न चाहन्छु, च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला, बेल नोटिफिकेसनलाई अन पनि गरिदिनु होला। र यस्तो नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने इन्टरटेनमेन्ट जस्तै इटिङ च्यालेन्ज भिडियोहरु हेर्न चाहनुहुन्छ भने चाहिँ हजुरको भिडियोमा छिटो भन्दा छिटो हजुरको मोबाइलमा आउने गर्छ यस्तो मेरो भिडियोहरु चाहिँ। र भात खानेतर्फ सुरु गरौँ है त साथीहरु। कति भात खाइसकेको छु र हेर्न सक्नुहुन्छ। म फेरि हालिसकेँ तपाईलाई भन्दा, म तपाईलाई जे भन्छु सही भन्छु के साथीहरु। म भात कम लिए पनि तरकारी चाहिँ धेरै लिन्छु क्या। बेला-बेलामा तरकारी चाहिँ थपिराख्छु, किनभने मलाई तरकारी मन पर्छ साथीहरु। भात भन्दा पनि मलाई सब्जी चाहिँ मन पर्छ। रस अहिले म हेर्न 2 देखि 3 चोटी मेरो मम्मीले अथवा मैले नै तरकारी थप्छु। यसलाई चाहिँ के भन्छ साथीहरु थाहा भएन। यसलाई चाहिँ हाम्रो भाषामा पत्रक भन्छ। यसलाई चाहिँ चुसेर खान्छु, किनभने तरकारीमा यो पत्रक खाएपछि पुरै मजाले यसको रस स्वाद आउने गर्छ क्या। मान्छेको शरीरमा छिट्छ यस्तो रस। भात तातो हुनको कारणले म फुकिरहेछु। अब मेरो ठुलो बाइट आउँदैछ साथीहरु। छिटो भन्दा छिटो च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिहाल्नु होला छिटो। मेरो पेटमा थोरै भात झरिसकेको छ, नरिसाउनु होला। भिडियोलाई थोरै स्किप पनि नगर्नु होला। यो बिच्चाको कटहरको बिच्चालाई के भन्नुहुन्छ हजुरहरुले चाहिँ कमेन्ट गर्नु है साथीहरु। हाम्रो चाहिँ कटहरको बिच्चालाई चाहिँ कोप भनेर भन्छौँ। त्यो कोप भनेको उसमा धेरै भिटामिन हुन्छ क्या। हाम्रो मम्मीहरुले भन्नुहुन्छ उसमा धेरै भिटामिन हुने गर्दछ र हामी त्यही कोप पनि धेरै खाने गर्छौँ। हजुरहरुले कतिले कोप फाल्दिनुहुन्छ भित्रको भागलाई। र हेरिसक्नु, म जे भन्छु सही भन्छु कि साथीहरु। म मुसमास पारेर खाइदिहाले। म भात एकैचोटि मुसमास पारिहाल्छु के साथीहरु। त्यसरी भातको स्वाद हुन्छ नि कति राम्रोसँग आउँछ क्या। यसलाई कोप भनिन्छ साथीहरु। हेर्न सक्नुहुन्छ म तपाईलाई भर्खर हेराए। यसलाई चाहिँ कोप भनिन्छ। अर्को सेतै हुन्छ तर ओभर मिठो हुन्छ क्या साथीहरु। भित्रमा पुरै पाएको हुन्छ। मिठो लाग्यो यार। जे होस् स्वादिष्ट छ नि, हाम्रो घरको तरकारी नै स्वादिष्ट हुन्छ। ल मेरो मम्मी पनि आइसक्नु भयो हेर्नुस् त। अस्ति म बसिरहेको थिएँ हैन साथीहरु, टक्क मेरो मम्मीले मोबाइल खोल्नु मेरो भिडियो आइदियो क्या। म त लाजले झन्डै मरिन, तर केही हुँदैन। म लाज लजाउँदिन, लजाको भए भिडियो बनाउँदिन थियो होला। र घरमा नि एकजना कोही सपोर्ट गर्यो भने आफूलाई भिडियो बनाउनलाई हौसला हुन्छ क्या। आफूलाई भिडियो बनाउन कति राम्रो लाग्छ क्या एकजनाले सपोर्ट गर्नुहुन्छ भने घरको मान्छेले अथवा मम्मी बाबा दाइ जो हुनुहुन्छ घरमा कसैले सपोर्ट गर्यो भने नि आहा मलाई सपोर्ट गर्नुहुन्छ, मलाई भिडियो बनाउन मन लाग्छ भनेर त्यसरी हजुरलाई झन् सपोर्ट बढ्छ क्या भित्र जिउबाटै। र मलाई चाहिँ मेरो दाइले पनि त्यति नै सपोर्ट गर्नुहुन्छ, मम्मीले पनि त्यति नै सपोर्ट गर्नुहुन्छ, बाबाले पनि ठिकै सपोर्ट गर्नुहुन्छ। धेरै चाहिँ दाइले सपोर्ट गर्नु भएको कारणले म यस्तो युट्युब च्यानल खोलेर हजुरहरुको सामुमा यस्तो इटिङ च्यालेन्ज भिडियो बनाइरहेको छु। त्यो भएर मेरो दाइको लागि भए पनि मेरो लागि भए पनि मलाई चाहिँ सकेसम्म मलाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला है त साथीहरु। म हजुरहरुकै लागि च्यालेन्ज बनाइरहेको छु क्या, हजुरहरुकै लागि इन्टरटेनमेन्ट होस् भनेर इटिङ च्यालेन्जले गर्दा। हजुरहरु पनि मेरो भिडियो हेर्दै भात खान पनि सक्नुहुनेछ। त्यस्तो हुन्छ मेरो भिडियो क्या। अरु जस्तो धेरै प्रकारको भेराइटी हुँदैन मेरोमा। मेरो एउटा भेराइटी भए पनि हजुरको मोटिभेट भेराइटी हुन्छ क्या। इन्टरटेनमेन्ट भेराइटी, खाउ लाग्दो भेराइटी। म भन्दै गर्दै हेर्नुस् त, म रस थपि के थपिन हेर्नु। मलाई रस धेरै मन पर्छ क्या साथीहरु। जे होस् त रस पनि तातो छ क्या, भर्खर पकाएको। खाउ लाग्दाखेरि म हालिहालेँ तरकारीमा। अब गेम
र एउटा कुरा भन्न चाहन्छु मेरो भिडियोमा के बिग्रिरहेछ हजुरहरूले चाहिँ कमेन्ट गरिदिनु है त अनि हजुरहरूको लागि मेरो इम्प्रुभ गर्ने एउटा चान्स पाऊ क्या हजुर मेरो भिडियोमा हजुरहरूले के नराम्रो लागिरहेछ कस्तो काम मेरो के काममा अलिकति फोकस भइरहेको छैन हजुरहरूले कमेन्ट गरिदिनु होला क्या खुलास्त भएर कमेन्ट गरिदिनु होला अनि मलाई पनि इम्प्रुभ गर्न कति सहयोग होस् क्या हजुरकोबाट नै हजुरकोबाट नै म के कुरा सिक्छु मेरोबाट नै हजुरले के कुरा सिक्नुहुन्छ त्यति भन्न चाहन्छु साथीहरू म चाहिँ र म हेर्नु त गफ गर्दा गर्दा मेरो भात पनि सकिसकेको छ साथीहरू क्या मिठो भन्दा भन्दै म र आफ्नो बटुकाको सबै तरकारी नै मेरो प्लेटमा खनिसकेँ कन्तीको जति तरकारी थियो मेरो सबै खनिसक्यो प्लेटमा मेरो थालमा खनिसकेको छ म तपाईँलाई भनेकै त्यही होला म धेरै भात भन्दा पनि तरकारी भन्दा पनि रस चाहिँ खान्छु त्यो कुराको जे कुरा पकाउनुहुन्छ मम्मीले अथवा मैले त्यो कुराको रस खान्छु क्या रस खानु मजा अरूमा कुनैमा छैन हजुर चाहिँ के खानुहुन्छ कमेन्ट गर्नु होला त कि धेरै भात खानुहुन्छ तरकारी कम खानुहुन्छ कि तरकारी खानुहुन्छ म रस खानु गएको छैन हेर्नु त भिटामिन हुन्छ क्या दामी वाउ आहा आजको च्यालेन्ज कति मिठो लाग्यो मेरो भित्रबाट मनबाट मिठो लाग्छ साथीहरू र च्यानल बनाए हुन्छ भने तपाईँहरूले सबैजना च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिइहाल्नुहोस् साथीहरू छिटोभन्दा छिटो गरिदिइहाल्नुहोस् मलाई मोटिभेट हुन्छ ल है त मेरो च्यालेन्ज सक्यो लाइक सब्सक्राइब